पूरा हुनेछन् ती तिम्रा सपनाहरू जसले तिमीलाई निदाउन दिएनन्। पूरा हुनेछन् ती तिम्रा सपनाहरू जसले तिमीलाई निदाउन दिएनन्। विवश भएर भन्ने छ तो काली रातले पनि भोलि अवश्य उज्यालो हुनेछ। विवश भएर भन्ने छ तो काली रातले पनि भोलि अवश्य उज्यालो हुनेछ। स्वागत छ तपाईहरुलाई आजको यस भिडियोमा। सर्वप्रथम त 2026 को अप्रिलबाट नयाँ कम्पनी इन्ट्री हुनको लागि नाइते लिनुभएका अफर लेटर लिएर बस्नुभएका सबैजनालाई धेरै धेरै बधाई छ र तपाईहरुको राम्रो क्यारियरको लागि अग्रिम शुभकामना। अब तपाई हामीहरु एउटा स्टुडेन्ट लाइफलाई छोडेर एउटा बिजनेस लाइफमा कर्मचारीको लाइफमा अगाडि बढ्न गइरहेका छौं। यो बेसिक कुरालाई जति सक्दो चाँडो बुझेर हामीहरुले अगाडि बढ्न सक्यौं भने भोलि हाम्रो क्यारियर डेभलपमेन्टको लागि राम्रा अवसरहरुको सृजना हुन सक्छ। अहिलेसम्म हामीहरु स्टुडेन्ट लाइफमा फी पेमेन्ट गरेर केही कुराहरु सिक्न गइरहेका थियौं भने अब बिजनेस लाइफमा कर्मचारीको लाइफमा तपाई हामीहरु आफ्नो स्किल देखाएर प्रोडक्सन एबिलिटी देखाएर सेलरी लिन गइरहेका छौं। त्यसै कारणले गर्दाखेरि तपाई हामीहरुले आफ्नो फिल्ड सम्बन्धीका विभिन्न जानकारीहरु नलेजहरुलाई जति सक्दो चाँडो लिएर आफ्नो फिल्डमा भएका परिवर्तनहरुको बारेमा अपडेट लिँदै अगाडि बढ्न सक्यौं भने भोलि हामीहरुलाई क्यारियर डेभलपमेन्ट गर्नको लागि क्यारियर डेभलपमेन्ट गरेर अगाडि बढ्नको लागि एउटा सहज वातावरणको सिर्जना हुन सक्दछ। तपाई हामीहरुले भन्दै र सुन्दै आइरहेका छौं कि पहिलो इम्प्रेसन राम्रो इम्प्रेसन छोड्नुपर्छ है भनेर हामीले सुन्दै र बोल्दै आइरहेका छौं। कतै पहिलो इम्प्रेसन ब्याड इम्प्रेसनमा पर्ने त होइन, यो कुराहरु हामी भन्ने र सुन्ने गर्छौं। र यो इम्प्रेसन कति समयमा पर्न जान्छ? कुनै पनि मानिसलाई देखेको भेटेको केही समयमा नै उसको इम्प्रेसन ब्याड या गुड हामीलाई पर्न जान्छ। कुनै पनि मानिसलाई देखेको भेटेको एकदम छोटो समयमा इम्प्रेसन पर्न जान्छ भनेर भनिएको छ। त्यो छोटो समय भनेको कति हो त? भनिएको छ कि 0.2 सेकेन्डमा कुनै पनि व्यक्तिलाई भेटेको 0.2 सेकेन्डमा उसको बडीको जुन हावभाव छ, स्ट्रक्चर छ, उसले जुन बोल्ने तरिका छ, उसको जेस्चर छ, उसले बोलेका शब्दहरू छन्, उसको भोइसको क्ल्यारिटी शुद्धताले 0.2 सेकेन्डमा इम्प्रेसन छोड्ने गर्छ भनेर भनिएको छ। जहाँ मेराबियनको प्रिन्सिपलमा भनिएको छ कि मानिसको एउटा बडी ल्याङ्ग्वेज, उसको चाहिने जेस्चर, उसको हावभावले 55% इम्प्रेसन छोड्ने गर्छ। उसको बडी ल्याङ्ग्वेज कस्तो छ, उसको बोल्ने तरिका कस्तो छ, उसको जेस्चर कस्तो छ, उसको हावभाव कस्तो छ, त्यसले ब्याड इम्प्रेसन छोड्ने हो कि गुड इम्प्रेसन छोड्ने हो, त्यो 55% असर गर्छ भनेर भनिएको छ। त्यस्तै किसिमबाट आएर कुनै पनि मानिसले बोलेको उसको जुन बोली छ, उसको भोइसको क्ल्यारिटी शुद्धता छ, त्यसले 38% इम्प्रेसन छोड्छ भनेर भनिएको छ। त्यस्तै किसिमबाट आएर जुन बोलिने शब्दहरू छन्, नेगेटिभ शब्द बोलिरहेको छ कि पोजिटिभ शब्द बोलिरहेको छ, ती शब्दहरूले छोड्ने इम्प्रेसन भनेको 7% हुन्छ भनेर भनिएको छ। त्यसै कारणले गर्दाखेरि तपाई हामीहरु अब अप्रिलबाट नयाँ कम्पनीमा एउटा कर्मचारीको रूपमा काम गर्न गइरहेका छौं। त्यो बेलामा हामीहरुले यी कुराहरुलाई ध्यानमा दिएर अगाडि बढ्न सक्यौं भने भोलि हामीहरुले काम गर्दै जाँदा विभिन्न सहज वातावरणहरू बन्न पनि सक्छन् भने असहज वातावरण पनि बन्न सक्छन्। त्यो तपाई हाम्रै जुन यो क्रियाकलापमा भर पर्ने गर्छ। जहाँ तपाई हामीले छोड्ने जुन इम्प्रेसन छ त्यो 55% हाम्रो बडी ल्याङ्ग्वेज, हाम्रो हावभाव, हाम्रो जेस्चरले असर गर्छ भने 38% हामीले कति शुद्ध बोल्न सकेका छौं, कति क्लियर बोल्न सकेका छौं, त्यो 38% इम्प्रेसन त्यसले छोड्ने गर्छ। त्यस्तै किसिमबाट हामीहरुले बोल्दाखेरि, कुराकानी गर्दाखेरि पोजिटिभ कुराहरु गरेका छौं कि नेगेटिभ कुराहरु गरेका छौं, त्यो 7% त्यसले असर गर्छ भनेर भनिएको छ। त्यसै कारणले गर्दाखेरि यदि हामी कहीँ गएर बोलिरहेका छौं, जहाँ सम्बन्धित व्यक्तिसँग हामी बोलिरहेका छौं, त्यो बेलामा हामीले यदि नेगेटिभ शब्दहरू युज गरेका छौं या पोजिटिभ शब्दहरू युज गरेका छौं भने त्यसले सम्बन्धित व्यक्तिलाई मात्र नभइकन त्यो वरिपरिको वातावरणलाई पनि एउटा इम्प्रेसन छोडिरहेको हुन्छ। जहाँ हाम्रा ज्ञानेन्द्रियहरूले अनकन्सियस रूपमा 0.2 सेकेन्डमा ती कुराहरूलाई क्याचअप गरिरहेका हुन्छन्, पिकअप गरिरहेका हुन्छन्। जहाँ तपाईले एउटा कुनै स्थानमा गएर यदि नेगेटिभ शब्द बोल्नु भएको छ भने त्यो सम्बन्धित व्यक्तिलाई मात्र नभइकन त्यो वरिपरि भएका मानिसहरूलाई पनि त्यसले असर गर्न सक्छ। जहाँ तपाईले कहीँ गएर कुनै एउटा ठाउँमा गएर बोलेको एउटा नेगेटिभ शब्दले तपाई हामीहरुलाई अर्को कुनै ठाउँमा त्यसले असहज वातावरणको सिर्जना गर्न सक्छ। त्यसै कारणले गर्दाखेरि यी कुराहरूलाई ध्यानमा दिएर
अगाडि बढ्ने गरौँ, जहाँ तपाईहरू 2026 को अप्रिलबाट एउटा नयाँ कम्पनीमा काम गर्न जाँदै हुनुहुन्छ। तपाईहरूको कार्यकाल राम्रो होस् र तपाईहरूको एउटा क्यारियर डेभलपमेन्टमा सहज वातावरण बनोस्, राम्रो प्रगति होस्। तपाईहरूलाई यसको अग्रिम शुभकामना। र यस्तै किसिमको जानकारीको लागि भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।